थाहा छ एड एकाउन्ट गर्ने यिनी मेरो आइडीहरू हो। यहाँ एड एकाउन्टमा जाने, एड एकाउन्टमा गइसकेपछि साइन इन विथ एनदर डिभाइस है, हेर्नुहोस् है यो साइन इन विथ एनदर डिभाइस भन्ने छ नि, एमा जाने है। अनि यहाँनिर गइसकेपछि यस्तो आउँछ हेर्नुहोस् त, यहाँसम्म तपाईँले रेकर्ड गर्नुहोस् है, रेकर्ड गर्नुहोस्। इफ भुल्नुभयो भने नयाँ आइडी कसरी क्रिएट गर्ने, जापानको या अमेरिकाको या जुनसुकै कन्ट्रीको है, जसरी तपाईँहरूले जुनसुकै कन्ट्री, अहिले भिपिएनहरू केही लगाएको छैन है, सिम्पल्ली तपाईँले के गर्ने है, हाम्रो यहाँनिरबाट गइसकेपछि आई अलरेडी हेभ एन एकाउन्टमा जाने होइन, किनकि हामीसँग पहिले आइडी हामीसँग छैन। सिम्पल्ली पहिला यहाँनिर के लेखेको छ, बाई कन्टिन्यू विथ एन एकाउन्ट लोकेटेड इन नेपाल लेखेको छ, हेर्नु त सानो अक्षरमा, रेकर्ड गर्नुहोस् है। अनि बाई कन्टिन्यू विथ एन एकाउन्ट लोकेटेड इन नेपाल लेखेको छ नि, यसलाई नेपालमा क्लिक गर्नु, नेपालमा यहाँ क्लिक गर्नुभयो, नेपालमा क्लिक गर्नुभयो भने यहाँ जानु, जापान लेख्नु है, JAPAN जापान लेख्नुभयो। अब हाम्रो है यहाँ जापानको लोकेसनमा छ, अनि अलरेडी हेभ एन एकाउन्टमा जानै परेन। अब कन्टिन्यू विथ इमेलमा जाने है, माथि हामीले नयाँ आइडी बनाउँदैछौँ नि त, कन्टिन्यू विथ इमेल गरिदिने। अनि मैले यो इमेल पाएको छु एकजना ब्रदरको मोनिटाइज आइडी खोल्ने भनेर है, नेपालबाट खोल्दैछौँ, यो बाहिर होइन है। अब उहाँको चाहिँ अब इमेल राखेँ, हेर्नुहोस् है, इमेल राखेँ। अब इमेलमा कोड जान्छ है। अब यहाँनिर यतिबाट यति प्रोसेस हो, त्यही पनि तपाईँलाई लाइभ देखाउँछु। पासवर्ड हो, मैले लुकाइदिन्छु है, ल उहाँ लुकाइदिन्छु, पासवर्ड लुकाएर हान्छु है। ल यहाँ पासवर्ड मैले हालेँ है, स्क्रिनसट गर्छु, रुक्नु फेरि अहिले दिनुपर्छ उहाँलाई, जिमेल त उहाँकै भइहाल्यो, यो पासवर्ड स्क्रिनसट गर्दै ओके। ल यहाँ भयो होइन, पासवर्ड हालेँ होइन, पासवर्ड हालेपछि कन्टिन्यू गरेँ होइन, गरेपछि अब बर्थडे सेलेक्ट गर्ने। बर्थडे फेरि तपाईँको 18 वर्षभन्दा धेरै हुनु पऱ्यो है। अब मैले 2000 जनवरी 1 हालिदिउँ होइन, अनि जे हाले नि भयो, तर तपाईँको 18 वर्षभन्दा माथिको बर्थडे हाल्नु। कम हाल्नु भयो भने तपाईँको मोनिटाइज त के, तपाईँको लाइभहरू बस्दा गिफ्टहरू दिन नि मिल्दैन। तपाईँको बर्थ डेट हाल्दाखेरि डेट हाल्दा अलिक लामो हाल्ने है, ठुलो 18 वर्ष माथि हाल्ने है। जहिले 1900 हाल्नु बरु, 2000 भन्दा धेरै माथि नआउनु होला। 2026 भनेपछि 2012-13 हाल्छन् कसैले, त्यस्तो नगर्नु है। ल यसपछि हामीले कन्टिन्यू गरौँ, कन्टिन्यू गरिसकेपछि हाम्रो हेर्नु है, यहाँनिर लोड लिँदैछ। अब हामीले यहाँ के भन्नु, यहाँ निकनेम भनेको छ है, एकचोटि हाम्रो यसरी जे हालौँ, उहाँको नाम के थियो यार, निशान सापकोटा हालौँ होइन, निकनेम NISHANT SAPKOT। अब यहाँ कन्टिन्यू गरौँ होइन। ल हेर्नु, जापानको आइडी खुल्यो। अब जापानको आइडी हो भनेर कसरी पत्ता लगाउने, यहाँ